नमस्कार सबैजनालाई। मेरो नाम ब्रिफ राई, म सोलुखुम्बु हो। म चाहिँ आजभोलि कपन क्याम्पमै बसिरहेको छु। पेसाको हिसाबमा त म ट्रेकिङ गाइड हो, तर मलाई यो जब मैले फेसबुक पेजमा मैले भेटाएको थिएँ यो ट्रेनिङको फर्मेटहरू मैले त्यहाँ देखेँ। अनि त्यस पछाडि मैले हेर्दै गर्दाखेरि होइन मैले यति म आफूलाई इन्ट्रेस्टिङ थियो कि म पहिल्यैदेखि यो गर्न चाहेको थिएँ। तर यो गर्न मैले ठाउँ नपाउनुको कारण यो हो कि मलाई लाग्छ कि म यति लकी रहेछु कि ढिलै भए पनि मैले सही ठाउँमा पाएँ। यो सही ठाउँ मैले चुज गरेँ भने यो यति मेरो लागि एउटा मेरो जिन्दगीको एउटा पाठशाला भयो कि यो 10 दिनको ट्रेनिङमा मैले कति कुरा सिकेँ भनेर म आफूलाई यति भाग लागिरहेछ कि कति धेरै कुरा जाने जस्तो लाग्छ। यहाँ आएदेखि जुन स्टार्टिङ हाम्रो क्लासदेखि अहिले अब 10औं दिन भइसक्यो होइन, त्यतिसम्म क्लासिङ यति रमाइलो गरी बित्यो कि मैले जिन्दगीमा यस्तो खालको रमाइलो क्षण हुने र यस्तो खालको क्लासहरू मैले जिन्दगीमा लिएको थिएन। जति आयो यो 2 घन्टाको टाइम मेरो लागि एकदमै सौनो जस्तो लाग्थ्यो। बस्दै क्लासमा छिर्यो तर 5 बजे 5:30 भयो, मलाई त्यो टाइमिङ एकदम छोटो फिल भयो किनकि धेरै इन्ट्रेस्टिङ कुराहरू थियो। उहाँ सरले एकदम यस्तो मेहनतले एकदम राम्रो गरी सिकाउनु भयो कि हामी नबुझ्ने मान्छेलाई कसरी बुझाउने भन्ने उहाँसँग यति राम्रो खुबी छ कि उहाँले जति कुराहरू भन्नुहुन्छ नि स्टेप बाई स्टेप दिमागलाई छुन्छ, हाम्रो मनमुटुलाई छुन्छ। उहाँ यस्तो खालको टिचर हुनुहुन्छ, उहाँलाई मैले मेरो हृदयदेखि नै र मेरो जिन्दगीभर उहाँलाई बिर्सन सकेन किनकि मैले जिन्दगीमा चाहिएको र मेरो जिन्दगीभर नहट्ने खालको एउटा पाठ सिकेछु। उहाँलाई म के भन्ने मेरो मन हृदय मेरो सबै दिमागदेखि सरलाई मेरो तर्फबाट के भन्ने उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। सबै कुरा जो छ जति छ होइन यो ट्रेनिङ र अन्तमा म के भन्न चाहन्छु भने मेरो साथीहरू जो कोही हुनुहुन्छ इन्ट्रेस्ट गर्ने होइन यो क्षेत्रमा अब यस्तो स्किलहरू सिक्दै रुचाउँछन्, कोही त्यस्तो खालको इन्ट्रेस्टिङ छ भने पक्कै पनि म 100% म चुज गर्न सक्छु कि हामी वर्ल्ड टिचिङ एन्ड ट्रेनिङ सेन्टर हामी जानै पर्छ। त्यहाँ चाहिने कुरा हामी सिक्छौँ र आफूलाई अगाडि बढ्नु मन छ भने तपाईँहरू जानुहोस् भन्ने मेरो सुझाव जहिले पनि रहनेछ। र म आफूलाई स्केलको रूपमा भन्दाखेरि म सुरुमा आउँदाखेरि म यहाँ अगाडिको स्टेज देख्दाखेरि मलाई डर लाग्थ्यो, त्यो चेयरबाट नउठ्नु जस्तो भइरहेको थियो। तर अहिले यहाँ मलाई बोल्नमा अलिक सहज अथवा म आफूलाई कस्तो फिल हुन्छ कि बोलेपछि बोलेको जस्तो फिल भइरहेछ कि मलाई बोल्नु झन् लाग्छ कि सम्पूर्ण झन् बोल्दैको झन् मिठो लाग्छ किनकि मसँग कन्फिडेन्ट सरले अब सिकाउनु भयो होइन, मेरो कन्फिडेन्ट बिल्ड भइसक्यो। अहिले म अहिले साधारण यस्तो केही कुरा छ भने अगाडि बढौँ कि जस्तो फिल भइरहेछ म आफूलाई। यो सबै देखेर भनेको हाम्रो टिचर हाम्रो दावाछिरिङ लामाजी हुनुहुन्छ, उहाँले सिकाउनु भएको हो। यो मैले जिन्दगीमा सिर उपर गरेर राख्नेछु, उहाँलाई जिन्दगीभर मैले उहाँलाई सम्झिँदै राख्नेछु र उहाँलाई के भन्ने अब कसरी यो मनको सबै कुरा भनौँ होइन, म एकदमै उहाँलाई धेरै धेरै धन्यवाद भन्छु।